हामी आफ्नो स्मार्टफोन दिनौँ केमा चलाउँछौँ होला? धेरै कुरामा सोशल मिडिया होला, साथीभाइलाई फोन मेसेज हो, फेसबुक टिकटक स्क्रोल गर्न, होइन? अनि कहिलेकाहीँ त्यो ई-सेवा खल्तीबाट बिल तिर्न, रिचार्ज गर्न। त्यो त छँदैछ। तर के कहिले सोच्नु भएको छ यही हातमा भएको सानो फोन पैसा कमाउने माध्यम पनि बन्न सक्छ कि? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो अनि आज हामी सायद यही विषयमा कुरा गर्दैछौँ होइन त? हो। कसरी हामीले बानी पारेको डिजिटल पेमेन्टबाट शेयर बजार जस्तो क्षेत्रमा छिर्न सकिन्छ? ई सेवा चलाउँदा चलाउँदै शेयर बजार? हो नि, खास गरी युवाहरूले जसलाई टेक्नोलोजी सजिलो लाग्छ उनीहरूले यसलाई कसरी आफ्नो आर्थिक भविष्य बनाउने टुल बनाउन सक्छन् भन्ने कुरा सुन्दैमा एकदम चाख लाग्दो छ। भनेपछि यात्रा त उही डिजिटल बानीबाट सुरु हुने भयो, तर शेयर बजारमा छिर्ने खास तरिका चाहिँ के हो त? अनि त्यो आइपिओ सेकेन्डरी मार्केट भन्छन् नि, त्यो के हो म भन्छु। पहिलो खुड्किलो त तपाईले भने जस्तै हाम्रो डिजिटल बानी नै हो। ई-सेवा खल्ती जस्ता एपले नगद बिना कारोबार गर्न मात्र सिकाएनन् नि, हो त पैसालाई डिजिटल रूपमा हेर्ने म्यानेज गर्ने बानी बसालियो। यो माइन्डसेट नै पहिलो स्टेप हो लगानीको लागि। हो, त्यो त म मान्छु। डिजिटल कारोबार त बानी नै परिसक्यो, तर अब शेयर किन्न लगानी गर्न चाहिँ के चाहिन्छ त? प्रक्रिया अलि झन्झटिलो छ कि? सुरुमा सुन्दा त्यस्तो लाग्न सक्छ, तर अछेल निकै सजिलो भइसक्यो। खासमा 3 कुरा चाहियो। 3 कुरा के? पहिलो ब्याङ्क खाता, त्यो त प्राय सबैसँग हुन्छ होला। हुन्छ। दोस्रो डिम्याट खाता, डिम्याट अकाउन्ट भन्छ नि, यो चाहिँ डिजिटल लकर जस्तै हो जहाँ शेयर राखिन्छ। शेयर राख्ने ठाउँ डिजिटल लकर हो। अनि तेस्रो मेरो शेयर खाता, मेरो शेयर अकाउन्ट, यो चाहिँ अनलाइनबाट आइपिओ भर्ने सरकारी पोर्टल भयो। भनेपछि ब्याङ्क खाता, डिम्याट खाता अनि मेरो शेयर खाता, यी 3 चिज यी त ब्याङ्कबाटै खोल्न मिल्छ होला नि? बिल्कुल। आजकल त धेरै ब्याङ्कहरूले एकै ठाउँबाट यी 3वटै खोल्ने सुविधा दिन्छन् प्याकेजमै। सजिलो रहेछ। हो। यति भएपछि तपाईँ शेयर बजारमा लगानीको पहिलो खुड्किलो चढ्न तयार, जुन प्राय आइपिओ मार्फत हुन्छ। आइपिओ, यो शब्द खूब सुनिन्छ। इनिशियल पब्लिक अफरिङ, होइन? यो के हो? अलि सरल भाषामा भनिदिनुहोस् न, किन यति फेमस छ यो? सरल भाषामा भन्दा नि, जब कुनै कम्पनीले पहिलो पटक आफ्नो शेयर सर्वसाधारणलाई बेच्छ, त्यो नै आइपिओ हो। कम्पनीले पहिलो पटक पब्लिकलाई शेयर बेच्नु हो। यो किन चर्चित छ भने यसमा प्राय 100 रुपियाँ प्रति कितामै आवेदन दिन पाइन्छ। अनि मेरो शेयर एपबाटै कम्तीमा 10 किता, मतलब 1000 रुपियाँबाटै लगानी सुरु गर्न सकियो। ओहो, 1000 रुपियाँबाटै? यो त धेरैले गर्न सक्ने भयो। हो नि, धेरै युवाहरूको शेयर बजार यात्रा यही आइपिओबाटै सुरु हुन्छ। तर आइपिओ त सबैलाई पर्छ भन्ने छैन भन्छन् नि, चिट्ठा जस्तै होले। त्यो पनि हो। माग धेरै भयो भने त गोला प्रथाबाट बाडफाड हुन्छ। सबैलाई पर्छ भन्ने ग्यारेन्टी हुन्न। परेन भने नि पैसा के हुन्छ? परेन भने तपाईले आइपिओ भर्दा रोक्का भएको पैसा ब्याङ्क खातामै फिर्ता आउँछ, पैसा कतै जाँदैन। ठिकै छ। आइपिओ पर्नु राम्रो सुरुवात हो, तर यो त बजारको एउटा सानो भाग मात्रै भयो। वास्तविक सम्पत्ति निर्माण हुने ठाउँ त्यो त दोस्रो बजार हो। दोस्रो बजार, सेकेन्डरी मार्केट, यो झन् कस्तो? आइपिओ भन्दा कसरी फरक छ? दोस्रो बजार भनेको चाहिँ आइपिओमा आएर लिस्ट भइसकेका कम्पनीहरूको शेयर किनबेच हुने ठाउँ, जस्तै हाम्रो नेप्से। स्टक एक्सचेन्ज हो। यहाँ चाहिँ दैनिक कारोबार हुन्छ। शेयरको भाव हरेक दिन हरेक मिनेट माग र आपूर्तिको आधारमा तलमाथि भइरहन्छ। यो आइपिओ भन्दा धेरै डाइनामिक हुन्छ। भनेपछि यो अलि जटिल पनि होला? हो। यहाँ लगानी गर्न तपाईलाई ब्रोकर कम्पनी मार्फत टिएमएस, मतलब ट्रेड म्यानेजमेन्ट सिस्टमको युजर नेम र पासवर्ड चाहिन्छ। टिएमएस, यो पनि फोनबाटै चल्छ? आजकल सबै स्मार्टफोनबाटै हुन्छ। टिएमएस लगइन गरेपछि तपाईँ आफैले चाहेको कम्पनीको शेयर किन्न बेच्न सक्नुहुन्छ। भनेपछि आइपिओ जस्तो कुरेर बस्नु परेन, आफूलाई मन लागेको बेला किनबेच गर्न पाइयो। हो। तर यहाँ जोखिम पनि बढी छ। मूल्य निश्चित हुँदैन, घटबढ भइरहन्छ। त्यो त होला नि। त्यसैले यहाँ चाहिँ एकदमै होशियार हुनुपर्छ। हल्लाको पछि लागेर साथीले किन्यो भनेर किन्ने होइन, आँखा चिम्लेर लगानी गर्नु भएन। भनेपछि अनुसन्धान चाहियो? एकदमै। अनुसन्धान बिना दोस्रो बजारमा टिक्न गाह्रो छ। अनुसन्धान भन्नाले के हेर्ने त?
कम्पनी राम्रो छ कि छैन कसरी थाहा पाउने? बेसिक कुराहरू हेर्नुपर्छ, जस्तै कम्पनीले कमाउँछ कति, त्यसको प्रति शेयर आम्दानी, EPS भन्छ नि, त्यो कति छ। EPS? अर्निङ पर शेयर। हो, त्यो जति राम्रो, जति बढ्दो भयो त्यति सकारात्मक मानिन्छ। अनि कम्पनीको ऋण कति छ, भविष्यका योजना के छन्, व्यवस्थापन कस्तो छ, यस्ता कुरा। यस्तो जानकारी कहाँ पाइन्छ त? आजकल त अनलाइन पोर्टलहरू धेरै छन् नि, जस्तै शेयर संसार, नेप्से एल्फा, मेरो लगानी, यिनीहरूमा कम्पनीको वित्तीय विवरण, समाचार सबै पाइन्छ। स्मार्टफोनबाटै हेर्न मिल्यो। ए, सबै फोनमै? कति सजिलो। सजिलो त छ, तर जानकारी पाउनु मात्रै ठूलो कुरा भएन। त्यसलाई बुझ्नु, विश्लेषण गर्न सक्नु पर्यो। मेरो सुझाव के हो भने भन्नुस् न। सुरुमा थोरै पैसाबाट सुरु गर्ने, आफूले बुझेको कम्पनीमा सानो लगानी गर्ने, अनि बजारलाई हेर्दै सिक्दै जाने। अनुभवले धेरै कुरा सिकाउँछ। भनेपछि यात्रा यस्तो देखियो, यी सेवा खल्तीको डिजिटल बानी, त्यसपछि ब्याङ्क खाता, डिम्याट, मेरो शेयर खोलेर आइपिओ भर्ने, अनि आइपिओ परेपछि वा नपरे पनि TMS लिएर अनुसन्धान गरेर दोस्रो बजारमा कारोबार गर्ने। एकदम सही। यो एउटा पूरा प्रक्रिया हो, यात्रा हो। तर फेरि पनि भन्छु, यो रातारात धनी हुने स्किम होइन नि। यसमा धैर्य चाहिन्छ, अनुशासन चाहिन्छ, निरन्तर सिक्ने मन हुनुपर्छ। हो, त्यो त महत्त्वपूर्ण कुरा भयो। टेक्नोलोजीले हामीलाई आफ्नो आर्थिक निर्णय आफै लिने, आफ्नो भविष्य बनाउने अवसर दिएको छ। साँच्चै हातमा भएको स्मार्टफोन अब गेम खेल्न, भिडियो हेर्न मात्र होइन, सही तरिकाले चलाए त सम्पत्ति बनाउने बलियो औजार पो रहेछ। हो नि। त्यसैले अन्त्यमा एउटा कुरा सोचौँ न, यदि आर्थिक यात्रा सुरु गर्ने मन छ भने सानोबाटै किन नहोस्, आजैबाट किन सुरु नगर्ने? स्टार्ट स्मल, स्टार्ट टुडे। हो, पहिलो कदम चाल्नु नै महत्त्वपूर्ण हो। विचार गरौँ न, हाम्रो स्मार्टफोनले हाम्रो आर्थिक जीवनमा कस्तो परिवर्तन ल्याउन सक्छ।